हेलो गाइज, आज चाहिँ म मामुको साडी लाउन आएको, त्यसको लागि म रेडी हुँदैछु। म चाहिँ अहिले मेरो मामुको बेगको साडीको चोलो लगाइरहेको छु। मेरो मामु हेर्न सक्नुहुन्छ, मलाई पनि यो चोलो एकदम टाइट भइरहेको छ। मेरो मम्मी मभन्दा लुतो हुँदो रहेछ आफ्नो दिएको बेला। एन्ड यस्तो भारी साडी कसरी लाउनु भयो क्या, एन्ड सरी यार, यस्तो भारी साडी छ नि, हेर्न सक्नुहुन्छ। मलाई साडी लाउनु एकदमै धेरै डर थियो। मलाई पहिलेदेखि नै मम्मीले सिन्दुर लगाएको साडी चाहिँ मैले लगाइसकेको छु र त्यो लाएर पनि एक दिनमा भिडियो बनाउने नै छु। अनि मलाई यो साडी लाउनु पनि एकदम धेरै डर थियो, त्यही भएर मेरो आज यो डर पुरा हुने भयो। अनि म चाहिँ आज अब यो साडी लाउन आँटेकै, हेर्नु होला होइन मलाई कस्तो देखिन्छ। तर मलाई एकदम धेरै मन परिरहेको छ, हेर्न सक्नुहुन्छ। तर यस्तो भारी छ नि साडी, अब यो साडी लाएर चाहिँ म छिटो भिडियो बनाइहाल्छु, सिद्धिहाल्छ क्या। मैले चाहिँ अनि यो भिडियो बनाउन मात्रै लाउन आँटेको यो साडी चाहिँ। अनि अब साडी लाउँछु, हेर्नुलाई त म चाहिँ अब मेरो बाबा र मम्मीको कसरी भेट भयो अनि कसरी बिहे भयो भनेर म त त्यो कहानी सुनाउँछु ल। मेरो बाबा र मम्मीले मलाई सुनाउनु भएको थियो। सुरुमा चाहिँ हाम्रो बाबा चाहिँ हेर्न जानुभएको थियो अरे मामुलाई। अनि मेरो मन्दिरमा गाउँ पढ्दै हुन्थ्यो अरे। अनि मम्मीको चाहिँ यस्तो बोल्नै पारेको छैन म। अनि मम्मीको चाहिँ घर आउने बेला भएको थियो अरे क्या। अनि मम्मीको चाहिँ घर आउने बेला भएको थियो अरे। अनि बाबाहरू चाहिँ लिएर जानुभएको थियो अरे, मतलब हेरेर जानुभएको थियो अरे मम्मीलाई। अनि मम्मीलाई हेर्न जाँदाखेरि चाहिँ मम्मी चाहिँ आउँदै हुन्थ्यो अरे बाटोमा। हाम्रो बाबाले चाहिँ हेङ्कीले यस्तो छोपेर मुख छोपेर अनि बाटो छेक्नु अरे क्या मम्मीलाई। अनि अब त्यो के अरे, अब घरमा मात्रै चाहिँ जाँदैन नि त बुझ्नलाई। अनि बाबाहरू चाहिँ अब कस्तो खालको केटी हो होइन, अनि कतिमा पढेको भनेर बुझ्न जानलाई चाहिँ त्यहाँ फेरि मेरो मामालाई सबैजना आफन्त हुन्थ्यो अरे क्या वरिपरि। अनि त्यसरी बुझ्न जाँदाखेरि चाहिँ के अरे, अब के अरे हाम्रो मम्मी कि हजुरबासँग भेट्न जानुभएछ क्या। अनि उहाँलाई चाहिँ अब कति पढेको यताउति भनेर सोद्धाखेरि चाहिँ खोइ अस्तिको वर्ष पनि 10मा पढ्दै थियो भन्थे, यसपालि पनि 10मै पढ्दै थियो भन्छन्, थाहा छैन मलाई त कतिमा पढ्दै थियो भन्नुभयो अरे क्या। अनि त्यसो भन्नुभयो अरे। अनि बाबा त सक्नु भयो अरे क्या। अनि त्यतिखेर चाहिँ बाटो छिटो गर्दा चाहिँ मम्मी चाहिँ उताबाट भागेर घर जानुभयो अरे। घर जाँदा त्यही मान्छे छन् अरे घरमा। अनि मैले चाहिँ कराउन आँट्नु भएको थियो अरे क्या, अघिमा किन बाटो छिटो भनेर भयो लास्टमा त। अनि बुगाले माथि लगेर अब मतलब तेरो लागि हेर्न आएको भनेर भन्नुभयो अरे। मम्मी त त्यहीँनिर उहाँ रुन थाल्नुभयो अरे क्या। अब मलाई हेर्न आयो, मलाई लिएर जान्छन् भन्ने लाग्यो होला क्या। अनि मम्मीको चाहिँ त्योभन्दा अगाडि लभ परेको थिएन अरे, बाबाको पनि लभ परेको थिएन अरे कोहीसँग पनि होइन। अनि त्यस पछाडि बाबा मम्मी अब गफ गर्न पठायो होला, अनि गफसफ गर्नुभयो अरे। अनि बिहे फिक्स भयो अरे होइन। मम्मी त्यो बिहे फिक्स भएदेखि रुनु भएको, आफ्नो बिहेसम्म रोक्कोरै अरे क्या मम्मी त, रोक्कोरै राम्रो। म चाहिँ बाउलाई सकेँ क्या, मैले सुरुमा सिरम लाउनु पर्ने, सुरुमा मोइस्चराइजर लाएर सिरम लगाएछु, के पनि फरक पर्दैन, छोडिदिउँ। अनि अब मेरो बाबा मम्मीको चाहिँ एकदम धेरै फन्नी मोमेन्ट क्या, पहिला कति धेरै फन्नी मोमेन्टहरू छ भन्छ नि। अनि हाम्रो बाबा मम्मीको बिहेमा चाहिँ मेरो मम्मीलाई चाहिँ क्या पहिला डाडु नचाट जबरजस्ती डाडु चाट्नुहुन्थ्यो अरे क्या। अनि भयो लास्टमा त बिहेमा त आउँदैन त ए। अनि भयो लास्टमा त बिहेमा त राम यति पानी पर्यो अरे, यति पानी पर्यो अरे। के अरे उयो भरि कस्तो भएको अरे क्या हुन्छ नि। अब त्यो के अरे बेहुला बेहुली पठाउने जग्गा हुन्छ नि, त्यो जग्गा धेर लगाएको छु प्राइमर त, त्यो जग्गा नै सबै कस्तो भएको अरे क्या, पुरै पिति धेरै पानी परेर सबै हिलो पहिला त होइन। अब उयो पनि त हुँदैन, त्यो चटलहरू पनि त हुँदैन त्यो सिमेन्टको। अनि त्यस पछाडि हिलो आँगा नै भरि हिलो जन्तीहरूलाई पनि कहाँ खुवाउनु कहाँ राख्नु जस्तो भएको थियो अरे क्या। आपत्ति परेको थियो अरे। मेरो चाहिँ क्या घरको बुवा एकदम धेरै स्ट्रिक्ट क्या, एकदमै धेरै स्ट्रिक्ट। अनि त्यस पछाडि के अरे बाबा र मम्मी त जुन कारमा आउनुभएको थियो नि बेहुला बेहुली, त्यो कारमा चाहिँ बाबा बुवा पनि हुनुहुन्थ्यो अरे क्या। अनि मम्मी रोक्कोरै अरे क्या, घरबाट चढेदेखि रोक्कोरै गर्नुभएको थियो अरे। अनि त्यस पछाडि मेरो घरको बुवा चाहिँ बाबा माइला नि त, ओ माइला अरू बुढा सघाउनु सक्दैन चुप लाएर भन्नुभयो अरे। मम्मी चुपचाप क्या, त्यहाँदेखि मम्मी चुलाउनु पऱ्यो, रुनै भएन अरे क्या मम्मी डराले। अनि अब यस्तो कपाल्सहरूमा चाहिँ मेरो बाबा चाहिँ बेस्ट इक्जाम्पल हो क्या। मेरो मम्मी बाबा होइन, मेरो गाउँमा पनि कति भन्नुहुन्छ क्या मेरो पेट। अनि मेरो बाबा मम्मी चाहिँ क्या लिटरली यस्तो मजाले अन्डरस्ट्यान्डिङ छ नि दुईजना बिच, 10 इयर्सको ग्याप हो, यस्तो राम्रो बोन्डिङ छ मेरो बाबा मम्मीको। मैले अहिलेसम्म जन्मेर यत्रो भएन मेरो बाबा मम्मीले झगडा गरेको मैले अहिलेसम्म सुनेको छुइनँ क्या। त्यो सानोतिनो पनि हुन्छ नि, त्यो पनि छुइनँ क्या। कतिखेर झगडा गर्नु नि मलाई थाहा नै हुँदैन, पर्छ होला झगडा होइन बुढाबुढीको पर्दा त, तर कतिखेर पर्छ त्यो नै थाहा हुन दिनुहुन्न क्या। मैले चाहिँ आई मेकअप चाहिँ यस्तो गरेको छु, मैले सिम्पल गर्ने नि थाहा छ। अनि अर्को कुरा भनेको चाहिँ अब जस्तै मेरो मम्मी एकदम धेरै रुन्ची क्या हुन्छ नि, एकदमै धेरै रुन्ची प्याउली क्या। मम्मी यति धेरै रुन्ची हुन्छ, अलिकति पनि बाबाले केही भन्नु भने नानी गरिहाल्छ क्या रुन्ची। अनि त्यस पछाडि अनि अब जस्तै अब मैले अनि अब त्यतिखेर त होइन नि बाबा के भन्नुभयो भनेर भनिहालेँ भने पनि, अनि अब भनेर अलिकति अब मतलब हुन्छ नि। अनि बाबालाई अब किन त्यसो भन्नुभएको त मम्मीलाई भनेर भन्यो भने फेरि मम्मी बाबाको सपोर्ट लिनुहुन्छ क्या। बाबाले त्यसो भन्यो भने मलाई भन्नुहुन्छ उल्टै, म चाहिँ होइन मम्मीलाई किन त्यसो भन्नुभएको त भनेर हल्का बुझ्न कोसिस गर्छु। मम्मी चाहिँ अनि बाबासँग मिलेर भरे मलाई नै कराउनुहुन्छ क्या, त्यसरी बाबालाई भन्ने हो, त्यसरी बाबालाई भन्नु हुँदैन त। अनि अब मलाई रिस उठ्छ, यो बुढाबुढीको झगडामा कहिले पर्नु हुँदैन रहेछ क्या। हो रहेछ बुढाबुढीको झगडामा के अरे बुढाबुढीको झगडा परालको आगो भनेको चाहिँ त्यो चाहिँ हो रहेछ भन्ने कुरा थाहा पाएँ क्या मैले चाहिँ कन्ट्रोल कस्तो आउँछ रहेको पनि लगाइसकेँ। अब चाहिँ म लाउँछु माई फेभरेट ब्लस, फाइनल माई ब्लस अल्सो डन।
ओ माई गड यहाँ कति लिटरली फोनमा धेरै देखिँदो रहेछ जे चिज पनि यहाँ चाहिँ थोरै देखिन्छ फाउन्डेसन पनि यहाँ एकदमै धेरै वाला कसेसले तर त्यस्तो छैन यता चाहिँ ठिक्क देखिरहेको छ म ऐना हेर्दैछु नि त यता अनि यता चाहिँ धेरै देखिरहेको छ र पनि यसो के यति भनेको साडीमा नर्मल हो म के गरौँ भइरहेको छ क्या मलाई पुरै गाजल लाउन मन छैन कुनै अब साडी लगाएको चाहिँ पुरै गाजल लाग्दा त नराम्रो दिन्छ होला नि त त्यो म लाउँछु गाइज यो गाजलले आँखा पोल्ने मेरो मात्रै हो कि अरू पनि हो मलाई लिटरली यस्तो आँखा पोल्छ नि यो गाजल लाउँदाखेरि अहिले चाहिँ मेरो आँखाको मेकअप आई मेकअप सक्छ है कसम भनेको लिटरली मैले यति राम्रो आँखा मैले मेरो आजसम्म देख्दैन कति राम्रो देखेको छ किन यो फोनमा राम्रो देखिँदैन भने कस्तो राम्रो देखिरहेको छ त यार वाउ मैले चाहिँ होइन अहिले भर्खर के गल्ती गरेँ भने सेटिङ स्प्रे लाउँदाखेरि चाहिँ आँखा साखा नछोपिकन लगाइदिएँ अब मेरो सत्यानाश भइसक्यो क्या अम्म यस्तो पोलिरहेछ आँखा हेर्दाखेरि चाहिँ मस्कारा पनि दलिरहेछ लिटरली मेरो अनुहारै पोलो बहुत गरेर मेरो किन सेटिङ स्प्रे लाउँदा मेरो अनुहार किन पोल्छ म थाहा नै होइन मलाई अरूले कहिले कसैले त्यसो भन्नुहुन्न तर मेरो चाहिँ सेटिङ स्प्रे लाउँदा मेरो एकदम मेरो अनुहार पोल्छ हौ एउटा निकालिसकेको छु अब यसलाई चाहिँ म रिमुभ गर्नेछु इग्नोर दिस म अलिक पछि त्यस्तो लाग्छु हेर्नु कति फाउन्डेसन लागेको छ यहाँ यत्रो गइसक्यो यो त लाल लिपस्टिक नै लगाउनु पर्ने भयो त नि मेरो त उठको कलरै कति राम्रो निक्लियो कस्तो राम्रो देखियो नि यत्तिकै नि केही लाग्छ र मैले फेरि उठ्न केही लाग्छ लिटरली धेरै प्रयासपछि मेरो मस्कारा मेटिसकेको छ डन भइसकेको छ अब चाहिँ मेरो भुँडी प्याराप्पा देखिरहेको छ आई वान्ट टु बर्न दिस लिपस्टिक बट यो मलाई राम्रो देखिन्छ जस्तो लाग्यो होइन हल्का लाग्यो चाहिँ हल्का कस्तो रातो लाग्दो रहेछ माई गड सिधै माउको हो क्या ओ माई गड यु ओ माई गड हातलाई सेभ बनाइने चाहिँ मात्रै होला नअल्काउँदैन हाल्दैन यति छिटो सुकेको होइन त लिपस्टिक बोरिङ प्राइस बट अब के चाहिँ गर्नु मलाई यो लाइट त हाल्ने लिपस्टिक तर कस्तो राम्रो देखियो एन्ड फिनिस माई मेकअप मेरो फाइनल लुक चाहिँ यस्तो देखेको थियो बाई गाइस लभ यु